अब बोट यो बोट चाहिँ म आफै चलाउने हो यसको अब चलाउने चाहिँ मै हो एकछिनमा अब गइहाल्ने हो यो चाहिँ ह्यान्डल भयो सबै कुरा यहाँ चाहिँ अब रेसहरू देखाउँछ कतिको स्पिडमा कुदिरहेछ भन्ने कुरा यहाँ अन अप डाउन भन्ने सबै कुराहरू यहाँ देख्न सक्नुहुन्छ यो ब्रेक सिरेक अप डाउन गरेर अब राइट लेफ्ट यो मोड्नको लागि यो हैन अब कोही बेला अब यो माछा पर्यो भने यहीँ काटेर खाने हो हैन यहीँ अब मोबाइल चार्ज लगाउनलाई सबै कुरा व्यवस्थित छ यहाँ हैन यो चाहिँ बसेर चलाउन मिल्दैन हैन यसरी यतै उभिने हो यता उभिने बस अगाडि हेर्ने यहाँबाट सट्ट अगाडि हेर्ने उता हैन अनि यहाँ तल दुई हात लगाउने यसरी तल दुई हात लगाउने एक हातले चाहिँ यसलाई कन्ट्रोल गर्ने हो अनि अर्को दायाँ हातले जुन हातले मैले क्यामेरा समातेको छु त्यो हातले चाहिँ यसको यसलाई चाहिँ चलाउनु मेन भूमिका भनेको यसको हुन्छ यो चाहिँ खाली अलि दायाँ बायाँ मात्रै गर्ने हुन्छ स्पिड घटाउने बढाउने चाहिँ यो हो निकै नै स्पिड कुद्छ लगभग गाडीको भन्दा अझै बढी भनौँ न 150 सम्मको स्पिडमा कुद्छ हैन यो त अझै बढी कुद्छ होला अझै बढी कुद्छ हाम्रो यात्रा अब यही पुलदेखि सुरु हुनेछ अब सुरु गर्नेछौँ ढिला नगरिकन तपाईहरु हेर्दै गर्नु होला एकछिन अब जाम है बसौँ अब हिँड्नु पर्छ गाडी हिँड्न थालिसक्यो छिटो आम